हेलो साथीहरू, दर्शन नमस्ते अनि शुभ बिहानीहरू सबैजनालाई सन्चै हुनुहुन्छ होला है। हामी पनि एकदमै ठिक छौँ। अनि आज चाहिँ साथीहरू हामी चाहिँ इस्कुसको जडा खन्दैछौँ है। ल हेर्नु होला हजुरहरूकोतिर पाउँछ कि नै, हाम्रोतिर चाहिँ पाउँछ है। आज चाहिँ यहाँ फलेको रहेछ, सङ्क्रान्तिमा नि खनेको थियौँ अर्कोपट्टि। अनि आज चाहिँ यहाँनिर खन्न लागेको बुढो चाहिँ धमाधम खनिराख्नु भएको छ। म चाहिँ यतातिर भिडियो बनाउनमा बिजी छु है साथीहरू। अनि तपाईँहरू के गर्दै हुनुहुन्छ? सन्चै हुनुहुन्छ होला। ल हेर्नुहोस् न कस्तो ठुलो पो फलेको रहेछ त है, बुढो मजाले फलेको रहेछ। ल साथीहरू हेर्नुहोस् त, तपाईँहरूकोतिर के भन्छ, इस्कुसको जडा भन्नुहुन्छ कि तरुल भन्नुहुन्छ? यसलाई चाहिँ खास गरी करेला पनि भन्छ है। हाम्रोतिर चाहिँ करेला पनि भन्थ्यो पहिले, तर यहाँ चाहिँ इस्कुस भन्ने रहेछ। इस्कुसको जडा, हामी चाहिँ करेलाको जडा भन्छौँ क्या। यता चाहिँ इस्कुसको जडा भन्दो रहेछ है। इस्कुसको जडा तपाईँहरूकोतिर चाहिँ के भन्छ? आज चाहिँ मजाले खनेर अब चाहिँ लास्ट भएको हो है इस्कुसको जडा खन्न पनि। अब बाँकी छैन आजदेखि चाहिँ। आज चाहिँ खनेर अब खान पर्ला भन्दै साथीलाई म चाहिँ अब खाना मेरो उहाँ खाना पकाउँदै थिएँ, यहाँ आएर बसिरहेको छु। अब चाहिँ म गएँ साथीहरू, बाई बाई। ल इस्कुसको जराको कला मनपर्छ आउनु होला खानलाई। ल हेर्नुहोस् है यतिको फलिरहेछ।